चुक्सा पुमिकिन रातै छ गाला राम्रै छ चाला माला आधम कान्छी जनी पुगोकी साला हाय हाय हा भन्देऊ बेली चमेली कसरी त्यो भमराले चाल पायो है भन्नु भने कसरी कलेजीको लिउ खायो हिजोसम्म ठिकै थियो आज यस्तो भयो भन्देऊ बेली चमेली कसरी त्यो भमराले चाल पायो है भनौँ भने कसरी कलेजीको छेउ खायो हिजोसम्म ठिकै थियो आज यस्तो भयो भन्देऊ बेली चमेली कसले मनमा पिरतीको गुड लायो है भने कसरी कलेजीको घिउ खायो आज यस्तो भयो भन्देऊ बेली चमेली कसले मनमा पिरतीको गुड लायो है भने कसरी कलेजीको छेउ खायो कर्म मेरो खुटिरहेछ कर्म मेरो खुटिरहेछ हे मागी खानु पर्यो कर्म मेरो खुटिरहेछ हर हर आकाशैको गड्याङ्गुडुङ आकाशैको गड्याङ्गुडुङ हिमानी मैतलानीलाई हिजोसम्म ठिकै थिए आज यस्तो भयो भन्देऊ बेली चमेली कसले मनमा पिरतीको गुड लायो है भन्देऊ भने कसरी कलेजीको लिउ खायो नताना मेरो चुल्ठी नताना दुनियाँले देखे के भन्ला कर्म मेरो खोटिरहेछ कर्म मेरो खोटिरहेछ मागी खानु पर्यो है कर्म मेरो खोटिरहेछ हिजोसम्म ठिकै थिए
आज यस्तो भयो आज यस्तो भयो भन्देऊ बेली चमेली कसले मनमा पिरतीको घोड लायो भने कसरी कलेजेको खायो Africa, Samina, oh, Samina, from Africa, oh. खाइसक्यो तिमीले खायौ ए लु खाऊ तिमीले त दामी बेल्ट ल्याएको रहेछौ त यहाँ उदाङ्गै राखिरहेको रहेछौ कहिले किनेको ए कति लगायो ए मैले आजै देखेँ क्या त्यही भएर अँ कति मिठो धन्यवाद तिमीलाई कसैले दिएकोमा कहाँ थियो त्यो चाहिँ अनि ए आकाशीमा सानले म इके बुकको र जान चाहन्छु भन्दै मलाई भन्दै थियो कोही जान मन पराउँछ अरे इके बुकको र हिजोसम्म ठिकै थिए यसपालि त स्यालेरी टन्नै थाप्यो होला नि साथी यकिन गरेको थिएन र अहिले पो गर्दैछु यो महिना त्यो भन्दा अघिल्लो महिना कहाँ थियो त अघिल्लो महिना स्यालेरी हेर्नु नि हो अगाडि महिना अहिले गर्दै गरेको अब अर्कोचोटि आउँछ कति जति आयो तिम्रो जान्क्यो थियो नि त तर टन्नै है याकिनको जस्तै आउँछ नि तिम्रो त होचो भने टन्नै हुन्छ कति जतिसम्म आयो 2 जति लगभग त्यति पर्यो सबै काटेर होला नि 180 जस्तो आयो नि हातमा त्यति आयो कमाउन त तिमीले धेरै कमायौ नि मेहनत त धेरै थियो नि हातमा परेको त्यति पनि अनि भन्देऊ बेली चमेली कसले मनमा पिरतीको गुड लायो है भनौँ भने कसरी कलेजीको छेउ लाग्यो हिजोसम्म ठिकै थिएँ आज यस्तो भयो भन्देऊ बेली चमेली कसले मनमा पिरतीको घोडे लायो है भनौँ भने कसरी कलेजीको लेउ खायो मैले चाहिँ होइन साथीहरू हिजोदेखि कपाल अम्मा सबै उदाङ्गै रहेछ मेरो दराजहरू त
यसो लगाइराख्नु पर्छ क्या तोराज हिजोसम्म